हामी असफल भएको कुरा के हो भने हैन विषयहरुको उठान पहिचान हामीले गरेको त्यसको सम्पादन पनि हामीले नै गर्नु पर्थ्यो हामीले सक्यौं हामी माओवादीहरु असफल भएको त्यसकारण यहाँ एउटा विषय के उल्लेख गर्नुपर्छ भने यो पछिल्लो जो समस्याहरु छ अरुका सबैका छन् हामी सबै नेता कार्यकर्ता आन्दोलन सबै छौं तर त्यसमा विशेष जिम्मेवारी हामी माओवादीहरुको थियो त्यसले चाहिँ सबै पार्टीहरुलाई सन्तुलित गर्नुपर्ने कुरा त्यसपछि गएर तपाईको समाजलाई सन्तुलित गर्नुपर्ने कुरा हैन त्यसले त्यसलाई एउटा सुव्यवस्थित प्रकारले प्रस्तावहरु सञ्चालन गर्नुपर्ने कुरा र बुझाउनु पर्ने कुरा थियो त्यहाँ त्यो विषय पनि हामीले राख्न चाहिँ आवश्यक हुन्छ अन्यथा चाहिँ फेरि यो अलि अधुरो हुन सक्छ जस्तो लाग्छ एउटै शहरमा 500 देखि 1000 जना मध्यम खालका व्यवसायी साथीहरु कालो सूचीमा छन् चल्दै नसक्ने के र व्यवसायीहरु 2 करोड 4 करोड 8 करोड 10 करोडको मालिकहरु अहिले सडकमा जाने स्थिति बनिरहेका छन् उनीहरुको उद्धार गर्ने संस्था छैन राज्यलाई मतलब छैन सुकुम्बासीहरुलाई बास राख्ने ठाउँ छैन अब साउनको महिनामा सुकुम्बासीको घर बत्काउन राज्य डोजर लिएर हिँड्छ के योलाई लाज पनि छैन के यति निर्लज्ज छ यो राज्य र शासक भएपछि कति अन्धो हुन्छ मान्छे भन्ने कुरा हैन मजाले नेपाल एउटा उदाहरण छ के अहिले यस्तो देखिन्छ नि त तिनै जनताको भोटले जितेर आउँछन् तर त्यसै घर भत्काउन हिँड्छन् के यिनीसँग के पनि हिम्मत छैन भन्दाखेरि नेपालका सुकुम्बासीहरुलाई एकचोटी दिउन त बस्ने बास दिउन त भन्ने हिम्मत पनि छैन अनि सबैले युवाहरु विदेश गयो भन्छन् कि तर राज्यले नीति र कार्यक्रम के ल्याउँछ भन्दाखेरि विदेश जाने युवालाई बिना धितो ऋण दिने हुन्छ हेर्नुस् सहुलियतमा ऋण दिने भन्छ यो के भने यो त्यसकारण हामी के देख्छौँ भने यस्ता विरोधाभासलाई राज्य संयन्त्र नै दलालमा बदलिन खोज्दैछ के हामी सचेत भएनौँ भने दलाल पुँजीवाद नेपालको ठूलो समस्या बनेर आछ र त्यो कुरालाई निर्ममतापूर्वक भन्न जरुरी छ मैले यति कुराहरु चाहिँ यहाँहरुसँग राखे